सो व्हाट्सएप गाइज टु न्यू ब्लग च्यानल। आज चाहिँ नि तपाईँहरूलाई म एउटा चिज देखाउन गइरहेको छु ब्लग सुटको बारेमा। हामीले थाहा पाएको है, हामीलाई 10 घन्टा हिँड्यौँ त्यही पनि सकिन अनि हामीले क्विट गरिदियौँ, पुरै क्विट गरिदियौँ। हाम्रो भाइको हातमा रगतै आएको थियो, मोबाइलमा हेरेर रगत लागेको छ गाइजहरू। भाइको हातमा घाउ भएको छ गाइजहरू, तपाईँलाई देखाउन मिल्यो भाइ देखाउँछ। अब भाइको हातमा घाउ भएको छ, घाउ। अनि त्यसपछि आज चाहिँ तपाईँहरूलाई एउटा चिज देखाउनु गइरहेको छ। त्यो चिज चाहिँ ब्लग सुटमा छ। हाम्रो सकिन गाइजहरू, सकिन हामीले क्विट हान्दिउँ, सकेन पुग्यौँ तर ब्यारियरले पुग्न लाग्थ्यो तर भित्रै बस्नु मिल्दैन। कति टाढा छ गाइजहरू, हामीलाई 30 मिनट जति हिँड्यो होला, 35 1 घन्टा साँच्ची हो भाइ, झुटो बोलेर। तपाईँहरूलाई देखाउँछु, तपाईँहरू पनि ट्राई हान्नुहोस् होला जानेको। फर्स्ट पिपल होला गाइजहरू। हाम्रो अघिको सर्भरमा नि जाने भयो, यहाँतिर साउन्ड डार्क डोर त्यस्तो फ्रुट भएको मान्छेहरू थियो भने फर्सीमै पुग्दैन है, फर्सी जस्तै थियो यार। 300 देखाइरहेको थियो है भाइ, त्यहाँनिर नजिक पुग्दा गाइजहरू हामी चाहिँ बोट चढेर जाने, बोटै हिँड्दै थाल्यो। साथीको पैसा चाहिँ चाहिन्छ। हाम्रो पैसा कसरी बढ्यो भाइ? 78 थियो होइन, हामीले किन मार्यो? गाइजहरू तपाईँहरूलाई देखाम भने फेरि गाइजहरू फेरि जान त सक्दिनँ मलाई, हामी त्यही पनि चाहे तपाईँहरूको लागि थियो। लास्टमा हामी के गऱ्यो भने भाइको हात दुख्यो क्या, रुन थाल्यो। अनि त्यसपछि हामीले क्विट हान्यौँ, सकिएन। हाम्रो जिन्दगीबाट लास्ट मिसन चाहिँ त्यहाँसम्म पुग्ने, त्यो पनि भएन। मेरो गेमै लाग्यो, एकछिनलाई त लाग्यो होइन गाइजहरू। गाइजहरू त त्यहाँको भित्र गयो नि, के भन्छ त्यो एउटा आइल्यान्ड थियो क्या, त्यो आइल्यान्डमा जान कति टाइम लाग्यो हामीलाई, जानै सकेको थिएन भने सबभन्दा ठुलो थियो त्यो। हामी सर्ट्समा पनि गोलोलाई सकेको थिएन है हामीले, गोलोलाई कहिले सक्यो? 4वटा ब्यारियर थियो गाइज, हामीले एउटा ब्यारियर सकाएपछि भन्दा हातबाट रगत आउनाले अनि पयालो हुनाले अनि त्यसपछि हामी छोड्यौँ। त्यो भएर भाइ चाहिँ कटायो भन्छ भाइ चाहिँ 4वटा थियो, बनेन होला उता खायो गाइजहरू। अहिले सानो देख्दैछ, तपाईँले देख्दैन होला, देखेन होला। फेरि ट्राई हाने त गाइज। अब चाहिँ बोट छ, अघि नै त हामी हिँड्दै गएको थियो। पोटलबाट जानै मिल्दैन क्या, पोटल भाइ चाहिँ पोटल फ्रुटको कुरा गरेर आयो। डार्क गरेर बोलाउनु मिल्दैन क्या अब भाइ। त्यहाँनिर जाउँ भने गाइजहरू गोलो देख्न सक्नु भएको छ भने देख्नुभयो, न त हामी गएर देखाउँछौँ। गाइजहरू अहिले नै मेरो हात दुखेर आइसक्यो। भाइ त त्योभन्दा पनि धेरै छ, रुन थालिरहेको थियो, अहिलेसम्म राखेर आएको छ। ब्याकग्राउन्ड म्युजिकलाई
गाइजहरू लाइक हामीले फर्स्ट सी सेकेन्ड सी थर्ड सी सबै जोडाइ भए पनि त्यत्रो लामो थिएन होला गाइज तर त्यो ठाउँमा जानको लागि के अरे यति टाढा चाहिँ किन आउनु खै यस्तो ओनर छेउै खला भइसक्यो गाइजहरू हामी पहिला उता जाने 100 सिटी जाने गाइजहरू अब देख्नुभयो होला तपाईँले क्लियरली झुटो बोले होइन गाइजहरू हामी त्यहाँनिर जान लाग्यो भने साँच्चीमै 30 मिनट लाग्छ त्यही भएर हामी नजाने होला हामी एउटा सर्ट्स बनाउँथ्यौँ त्यहाँनिर चाहिँ हामी त्यसको नजिक पुग्छौँ होला मेरो सर्ट्स हेर्नुहोस् होला आइस छु त्यही भएर हिँडेर देखाउँछ उफ गाइजहरू त्यो सर्कल देख्नु भएको छ त्यहाँ गएपछि त सूर्यभन्दा ठुलो हुन्छ गाइजहरू ल आज चाहिँ भ्लगको चाहिँ यति मात्र हो मैले तपाईँहरूलाई यति मात्र भन्न खोजेँ